मैले लोकसेवामा टप गरेँ। अब हजुरको छोरा कमिश्नर बन्यो बुवा। म भोलि पुरै सरकारी गाडी र पुलिस सहित गाउँ आउँदैछु। बाबु, मलाई विश्वास थियो कि मेरो छोरा कमिश्नर बन्नेछ। तैँले मेरो शिर गर्वले ठाडो पारिस्। अब ती गिज्याउनेहरूको मुख आफै बन्द हुनेछ। सर, हामी गाउँ पुग्नै लाग्यौँ। ठिक छ। ओहो, यो बन्दाको छोरा आलु त साँच्चै हाकिम बनेछ। हामीले उसलाई गिज्याउनु हुँदैन थियो। हिँड्नुस् बुवा, अब तपाईँ यहाँ होइन, सहरमा मसँग बस्नुहुनेछ। अब तपाईँले जीवनमा कहिल्यै मजदुरी गर्नु पर्दैन। आलु, तिमी यहाँ के गर्दैछौ? निस्किहाल यहाँबाट। यो कमिश्नर साहबको अफिस हो। त्यो कमिश्नर मै हुँ। आलु, मबाट गल्ती भयो, मलाई माफ गरिदेऊ। मलाई तिमीसँग त्यस्तो गर्नु हुँदैन थियो। आफ्नो काम भन, तिमी यहाँ किन आएकी हौ? आलु, कसैले मेरो श्रीमानलाई झुटो केसमा फसाइदियो। प्लिज मेरो मद्दत गर। ठिक छ, म इन्भेस्टिगेसन गर्छु।